हजुर गोठाले भ्लगमा सबैजनालाई स्वागत छ। आज पनि फेरि बाहिर निस्केको छु मेरो ड्युटी सकाएर। सो अब बाहिरको वेदर चाहिँ राम्रो छ, यो टाइममा यसो हल्का वाकिङ पनि गर्ने, अनि पेटहरू अलिकति फुलिरहेछ, त्यही भएर सो बाहिर वाकिङ गर्नको लागि बाहिर निस्केको छु। तपाईँहरूलाई बाहिरको भ्यूहरू देखाउँदै जानेछु, मेरो भिडियो चाहिँ हेर्दै गर्नु होला है त। आउनुहोस् हजुर। म बस्ने टावर चाहिँ यो हो, टक्क छ होइन, रातिको एकदम दामी छ, लाइटिङले गर्दा टावर पनि राम्रो देखिन्छ। अनि यहाँ चाहिँ ठ्याक्कै बिल्डिङको अगाडि पुरै यो गार्डन छ, गार्डनहरूमा टक्क रुखहरू छ होइन, यताउता पुरै कागतीको बोटहरू छ, यतातिर खाडीमा नि यस्तो छ गाइज होइन। अनि अब हामी चाहिँ त्यहाँ चाहिँ पार्किङ छ, यहाँ पार्क छ, पुरै वाकिङ गर्ने पार्क, अनि यता नजिकै समुद्र छ। अनि यस्तो त्यतातिर जानु लाग्यो, त्यतातिरको त्यो भ्यूहरू पनि म देखाइदिनेछु तपाईँहरूलाई। आजको दिन यसरी नै चल्छ, आजको दिन यसरी नै चल्छ। साँझको टाइम त अब रुममा पनि कति बसिराख्नु, पुरा बसेर पुरै बोइलर जस्तो भइयो। अब अलिकति बाहिरतिर निस्केपछि अलिकति फुर्ती आउँछ कि भनेर हल्का बाहिर निस्केको। हात खुट्टा तन्काउनु पर्यो, हात खुट्टा तन्काउनु पर्यो, यहाँ पुरा खुट्टा दुखिरहेछ पुरै बसी बसी। के हो? ल है हजुर, पार्कमा आइपुगेको छ। अनि अब चाहिँ म यो चाहिँ उठाउँछु होइन, सक्छु कि सक्दैन बलियो नै छु, पाखुरा पनि छ अलिअलि। म यो सक्छु जस्तै लागिरहेको छ, के अरे अब सक्ने रहेछु कि रहेन छु है। जोर लगा गुइथे, जोर लगा, हुन्न, ओहो नहुने रहेछ यार, नसकिने रहेछ हजुर। पानीको छल्का छ, वाकिङ गर्ने साथीहरू बड्डोहरू दौडिरहेछन् पुरा यतातिर। भ्यू साँझको टाइम चाहिँ मजा छ गाइस, मजा छ। यतातिरको यता चाहिँ समुद्र छ, समुद्र त्यो चाहिँ त्यो चाहिँ त्यो गाउँमा महोत्सव हुने बेला चाहिँ, हाम्रो नेपालतिर महोत्सव हुने बेला चाहिँ त्यो पिङ लगाउँछ। यहाँ चाहिँ के को महोत्सव हो कि के हो थाहा छैन, पुरै पिङ लगाइदिरहेछ। माछाको गन्ध आयो यार, यहाँ त पुरै माछाको गन्ध आयो पुरा। यहाँ समुद्र, यहाँ पुरै यता पुरै समुद्र छ, पुरै नजिकै समुद्र छ, पुरै माछाको गन्ध आइरहेछ हौ, खोलामा गएको जस्तो। अनि यो लुसेल सिटीको सबभन्दा ठुलो टावर यही होला, गोरोको सिङ जस्तो छ टावर पनि। प्लेन पनि गइरहेछ, कहिले जाने होला हामी चाहिँ त्यसमा। अनि भेन्डोम मल त्यता छ। के हो, के चिज रहेछ मेरो हात झन्डै फाल्यो यार। यो चाहिँ मेट्रो स्टेसन हो, यो लुसेलको मेट्रो स्टेसन चाहिँ यहीँनिर छ, यही हो। त्यहाँदेखि गए पनि हुन्छ, यहाँदेखि गए पनि हुन्छ, सरर जता गए नि हुन्छ हजुर। 2 रुपियाँमा जता गए नि भयो, ट्याक्सी चढ्नै पर्दैन अहिले चाहिँ कतारमा। ठिक छ जेस, अहिले चाहिँ सुविधा ठिकै छ, खालि गर्मीको बेला फुल फुलिरहेछ, रुखको फुल रातो रातो फुली छ, यता पनि फुल फुलेछन् पुरै। है फाइनली गाइज, अब घुमेर पनि आइसक्यो। अब धेरै कुद्न सकिँदैन, धेरै वाकिङ गऱ्यो भने फेरि भोलि बिहान ड्युटी जान सकिँदैन गाइज होइन। अब 12 घन्टा ड्युटी गरिन्छ, अब त्योभन्दा एक्स्ट्रा धेरै बडी नै हिँडियो भने चाहिँ खुट्टा दुख्छ, अब फेरि धेरै सुतिन्छ होइन। त्यही भएर चाहिँ अहिले फर्किहालेको। अब लुसेलको भ्यू चाहिँ यता यस्तो देखिन्छ गाइज होइन, यहाँदेखि चाहिँ राति नाइटमा चाहिँ राम्रो देखिन्छ। अनि म बस्ने टावर चाहिँ यही हो, यही हो गाइज होइन, म बस्ने टावर चाहिँ। अनि अब चाहिँ रुमतिर फर्किसकेको गाइज होइन। अब मेरो भिडियो पनि अब यतै इन गर्नुपर्ने अवस्था आयो। अब मेरो भिडियो कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिनु होला। खासै राम्रो भिडियो त बनाउनु आउँदैन, म नयाँ च्यानल खोलेको धेरै दिन भएको छैन, त्यही 1-2 दिन भएको छ होइन गाइज। अनि बोल्न पनि धेरै खासै आउँदैन, त्यही भएर अब जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव दिनु होला। अनि मेरो भिडियोलाई चाहिँ सब्सक्राइब गर्न चाहिँ नभुलिदिनु होला गाइज है त। अब नेक्स्ट भिडियोमा फेरि भेटौँला, बाई बाई।